संसारको हामी बिमर सर लिनु त रोलिङ रुक 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 ल रोलिङ यसै पनि मेरो त जिन्दगी बिग्रिसकेको छ मेरो होस आइसकेपछि त्यो सन्तान नै मेरो जिउने आधार हो भनेर बाँचेकी थिएँ तर अब त त्यो आधार पनि रहेन निर्बल पनि अरू कसैको भइसक्नु भयो अब म बाँच्नुको कुनै अर्थ छैन तपाईहरु किन यस्तो कुरा गर्नुहुन्छ तपाईहरु के मलाई पनि छोडेर जानुहुन्छ हो कसैको अरू जस्तै हो के भन्दा मलाई सबै किन छोडेर जान्छन् किन राम्रो छ भन्ने खाए त ओके ल बाबु आऊ गर्मी बाबु आऊ छिटो तिम्रो